हेलो एभ्रिवान। आज म चाहिँ स्याङ्जा जाँदैछु। विशेष गरी म, मेरो बुढी अनि मेरो सानो छाउरो छ टाइसन। हामी चाहिँ स्याङ्जा जाँदैछौँ। आज स्याङ्जा जाँदै गर्दाखेरिमा विभिन्न दृश्यहरू तपाईँलाई देखाउँछु। सबैजनाले मेरो भ्लगलाई माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, अनि के कस्तो लाग्छ तपाईँले चाहिँ टिका टिप्पणी गरिदिनु होला भन्ने रिक्वेस्ट गर्छु हैन। रुको जरा सबर करो। अनि जस खासै बोल्न आउँदैन, जस सुरुवात हो मेरो भ्लगको। सबैजनाले माया गरिदिनु होला। अब हामी चाहिँ यहाँबाट चाहिँ निस्किन्छौँ है। स्याङ्जाको यात्रा छ। बिचमा म धेरै कुराहरू देखाउँछु तपाईँलाई। म चाहिँ रुमबाट निस्किँदैछु हो। फेरि टोपी लाग्यो, फेरि हेलमेटमा चिसो हुन्छ कि भनेर। अब हामी जाँदैछौँ। ल आमा बस्नु है। हस् आमा, हस् हामी पर्सि आउँछौँ। समझ रहे हो ना? ये त तर्स्यो कि के आत्तिँदो रहेछ हेर्नु न। लु सक्क बसिएछ, बस्दैछ आफालुगा जस्तै गरे हाम्रो बेबी र सेल्फी स्टिकमा हाल्न पाएको भए देशको सबै ठाउँको देशहरूको झन्डाहरू पनि छ। यहाँ हेर्न सक्नुहुन्छ। फन पार्क बनाएको छ यहाँ महेन्द्र पुलनेरी। अझ रातिमा भने झन् साह्रो एकदम राम्रो देखिन्छ। रातिमा चाहिँ यसो घुम्न डुल्न आउनको लागि यहाँनिर हामी अब लाग्यौँ नयाँ बजार हुँदै। सुरु गर्न आएछ के हो, किन कोही करायो भनेको है। सु गर्न आत्तिएर हो कि यो, तर यतिसम्म प्यारो छ कि यो है। आफू सुतेको ठाउँमा कहिले दिसा पिसाब गर्दैन। किन करायो भनेको त है। अनि जब पिसाब पेना दिसा पेना आयो भने कोही कराउँछ। थाहा दिइहाल्छ दिन चाहिँ। मान्छे भन्दा नि ज्ञानी छिन्। यहाँ चाहिँ सानो छाउरोलाई पिसाब आएछ के, कसले कोही गरेर करायो। त्यही भएर हामी रोकिराखेको छौँ यहाँ। जब यो छोरो पाटन कटिसकेपछि सानो त अब कहाँ जाने हो। पकेट मनी त्यो अलिक कोही गऱ्यो भने रोको भन है। अलिक फरकिलो ठाउँमा है त। बाइक त खतरा छ हेऱ्यो त। के चेन लाग्छ त, त्यसको मुख चाहिँ बाहिर निकाल्दै ल। मिल्दैन क्या, धानिन्छौ नि। ल अब हामी चाहिँ यहाँबाट चाहिँ कन्टिन्यू जाँदैछौँ। बिचमा म देखाउँछु स्याङ्जाको भालु पहाड अनि अरू ठाउँहरू पनि म देखाउँछु हजुरहरूलाई है। आज टाइसनको करले भए पनि आज कुदाउनु भएन। ल गाइज हाम्रो टाइसन चाहिँ ल बीच बाटोमा आएर यसलाई चाहिँ अब पिसा फेर्नले च्याप्यो। उता बाटोतिर नजाऊ, गाडीहरू आएर ह्याप्पै पार्दैन।
फुल राम्रो सिरैमा ढपक्कै जामै अब जाम होला। अब हामी लगभग भालुपाडातिर आउन लागेको छौँ साथीहरू। यहाँबाट चाहिँ लगभग 2टा डाँडा काटिसकेपछि 2-3टा घुम्टी काटिसकेपछि म चाहिँ भालुपाडामा आउँछु। भालुपाडामा आइसकेपछि त्यहाँको मैले हल्का दृश्यहरू म तपाईँहरूलाई देखाउँछु। त्यहाँ चाहिँ सबैजनाले फोटो खिच्नुहुन्छ त्यो डाँडामा गएर होइन। आउनुहोस् कान्छु, आउनुहोस्। मेरो बुढीलाई फेरि फुल देख्नै हुँदैन होइन। अब जहाँ पनि बाइक रोक्नुहोस् भन्नुहुन्छ उहाँले चाहिँ। ल भयो खै फुल के ल्याएको त्यस्तो फुल हो भन। के को फुल हो यो थाहा छ? के हो यो फुल? फुलको फेरि यिनी एकदम सोखिन हो के, जहाँ पनि बाइक रोक्नु भन्ने। ल तिमीलाई लगाइदिउँ क्या यहाँ, त्यसरी लगाइदिउँ क्या होइन। अब मेरो बुढीको लागि चाहिँ एउटा गीत चाहिँ म गाउँछु है साथीहरू, हेर्नु फेरि गीत फेरि खत्रै छ क्या। गीत चाहिँ के भन्दाखेरि फुलको थुङ्गा हौ कि बगेको गङ्गा हौ कि। ल घुमाउनु त एकचोटि यहाँ भिडियो बनाउने। यो भिडियो जे जस्तो भए पनि माया गरिदिनु होला साथीहरू है। चुप्पा गरिदिनु न एकचोटि। यस्तो हुन्छ चुप्पा लाग्छ। बाटो हेर्नुहोस् न गाइस, बाटो कति कठिन बाटो। यो बाटो पाहाडको बाटो धुलै हेरे चाहिँ हाम्रो टाइसन परेर जाँदैछौँ सेन्टर। यहाँ भालुकपाडको बाटो हेर्नुहोस्, कत्रो पहाड। फाइनली हामी चाहिँ भालुपाडामा उत्रेको छौँ अहिले। यता मेरो श्रीमती प्यारे मुटुको टुक्रा यहाँ हुनुहुन्छ। अब हामी चाहिँ त्यहाँ माथि भ्यूमा जान्छु। अरूले त्यहाँबाट चाहिँ देखाउँछु दृश्यहरू है। कहाँ हिँडेको अरे ल ल ल मलाई कहाँ ल्यायो भन्दैछ आज भालुपाड। फाइनल्ली भालु पहाड। ल टाइसन चाहिँ कहाँ कुदेको? यहाँ त रमी त भएको छ त्यसको त।
यहाँ आऊ यो चाहिँ खुसी हुन्छ क्या एकदम खुसी हुन्छ खेल्न पायो भने चाहिँ लात्ती लाग्छ लात्ती लाग्नु हुन्न ओइ कसलाई थर्काएको भोकायो कि यो त्यही भएर तातो घाम भयो अनि लु छिटो न भालु पहाड भ्यू तपाईँहरू टाढा टाढा हुनुहुन्छ भने चाहिँ यहाँ स्याङ्जा जिल्लामा अत्यन्तै पोखराबाट आउँदा आउँदै ठ्याक्कै फेदी खोला कटिसकेपछि चाहिँ ट्याक्कै भालु पहाड यहाँ चाहिँ आएर घुम्न सक्नुहुन्छ अब भालु पहाड भालुको चाहिँ मन्दिर हो मूर्ति चाहिँ अलिक पारिपट्टि छ त्यहाँ पारिपट्टि छ होइन मेरो मलको त्यो ब्लोर आयो कि साथीहरू यहाँको डाँडा पाखा अत्यन्तै रमणीय ठाउँ हो यो भालु पहाड यता खोला नाला हेर्नु होला टाइसन हेलो बन्द गरे हुन्छ अहिले है नुनिलो ल्याइदिउँ त्यो सुगर नुनिलो त खान्न होला बुढी खान्छ कि सुगर के भन्छ नि त्यो हल्का नुन भएको क्या टाइसनलाई चाहिँ भोक लाग्यो अरे साथीहरू फेरि हामीले मात्र खाएर नि भएन होइन आफूलाई माया लाग्छ अब कुकुर भए पनि अनि एकदम मान्छेसँग झ्याम्मिन्छ कि मान्छेसँग धेरै झ्याम्मिन्छ अनि माया लाग्छ अब कुकुर भनेको चाहिँ कस्तो भने एकदम मान्छेसँग चाहिँ क्लोज हुने जात पनि हो फेरि दोकान त यहाँ तल रहेछ म यहाँ जाँदैछु साथीहरू है हे पिरले बारी किने पुरै टेकै जाँदैछु चटपटे खाने भए आउनुहोस् गाडी छेउ र हामी चाहिँ भालुपाहाडबाट यतिभित्र आएको छटपट खाइयो अब निस्किँदैछौँ साथीहरू अब चाहिँ स्याङ्जा बजारनिरको चाहिँ म भ्यू देखाउँछु तपाईँहरूलाई पानी समात नि त बजारको कति हो आफै त भन्नु कसो ढुकी हामी चाहिँ अब भालुपाहाडबाट लाग्दैछौँ सकियो अब हामी लाग्यौँ अब स्याङ्जा देखाउँछ स्याङ्जा बजार घुम्नलाई